हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। कस्तो छ हजुरहरूलाई? आशा छ सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी सबैको घरमा पाइने तिते करेलाको अचारको रेसिपी बनाउन गइरहेको छु। भिडियो हेरेर साथ दिनु होला। यसलाई बनाउनु चाहिँ एकदमै सजिलो छ। एकदमै हतार भएको टाइममा हामीले यो अचार रेडी गरेर खान सक्छौँ। र सुरु गरौँ है त यसलाई चाहिने सामग्रीहरूबाट। सुरुमा चाहिँ हामीले आफूलाई चाहिने जति करेला राम्रोसँग पखालेर काट्नु पर्दछ। यसलाई हामीले आफ्नो साइज अनुसार काट्न सक्छौँ। सानो ठुलो कस्तो मनपर्छ आफूलाई त्यस्तै काट्नुपर्छ। त्यसपछि यो काटेर रेडी भएको करेलालाई एउटा कुकरमा राख्न सक्छौँ। त्यसपछि थोरै पानी एड गरेर हामीले यसलाई पाक्न दिनुपर्छ। लगभग 2 देखि 3 सिटीमा हाम्रो करेला पाक्छ। त्यसपछि करेलालाई चाहिने तिलको छोप पनि हामी रेडी गर्न सक्छौँ। सुरुमा चाहिँ एउटा कराई बसाल्नुपर्छ। कराई तातो हुने गरी तताउने। त्यसपछि सुकेको खोर्सानी र तिललाई रातो हुने गरी भुट्नुपर्छ। त्यसपछि एउटा भाँडामा सेलाउन राख्नुपर्छ। र हामीले प्याज र हरियो खोर्सानी पनि एड गर्नुपर्छ। प्याजलाई चाहिँ आफ्नो साइज अनुसार काट्न सक्छौँ। त्यसपछि यो काटेर राखेको प्याज र खोर्सानीलाई एउटा भाँडामा राख्न सक्छौँ। र हाम्रो करेला पनि उसिनेर रेडी हुन्छ। त्यसलाई पनि हामीले आफ्नो साइज अनुसार काट्न सक्छौँ। यो काटेको करेलालाई हामीले प्याज र खोर्सानीको भाँडामा राख्न सक्छौँ। त्यसपछि अघि भुटेर पिनेको तिलको छोप पनि एड गर्नुपर्छ। स्वादअनुसार खुर्सानी, स्वादअनुसार नुन, त्यसपछि थोरै बेसार र अमिलो आफूले कति खाने हो स्वादअनुसार राख्न सक्छौँ। कागतीको रस राख्दा नि हुन्छ। लप्सीको अमिलो पनि राख्न सक्नुहुन्छ। र 2टा उसिनेको गोडमिला पनि राख्न सक्नुहुन्छ। त्यसपछि तेलले झान्ने। त्यसपछि यसलाई राम्रोसँग चलाएर मिक्स गर्नुपर्छ। जति राम्ररी मोल्यो उति नै अचारको टेस्ट आउँछ। ल हेर्नुहोस् त, देख्दै खाउँ खाउँ लाग्ने हाम्रो करेलाको अचार रेडी भएको छ। हजुरहरू पनि ठ्याक्कै यस्तै गरी करेलाको अचार बनाएर खान सक्नुहुन्छ। हेर्नुहोस् त, एकदमै खाउँ खाउँ लाग्ने भएको छ। मैले चाहिँ यो अचारलाई आज खानासँग लिएको छु। हजुरहरू त्यतिकै पनि लिन सक्नुहुन्छ। चिउरा रोटी जेसँग पनि आफूलाई जेसँग मन लाग्छ त्योसँग लिन सक्नुहुन्छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लागिरहेको छ? मन परेको छ भने लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला।